ल लु यहाँनिर तपाईँलाई देखिरहेको छु यो मुस्लिम समुदायको समाधिस्थल ब्याकग्राउन्डमा रहेछ। तपाईँ मोहम्मद इस्माइल अहमदिया मुस्लिम जमातको जिम्मेवार व्यक्तित्व पनि, सरसफाइको संयोजक पनि। यो मुस्लिमहरूकोमा खोज्दै सरसफाइ गर्दै आउनुभयो क्या हो? त्यसो होइन, तपाईँले हेर्नु न यो सडकमा पातहरू र यहाँ जङ्गल जस्तो थियो, अहिले हामीले फाँडेको जङ्गल चाहिँ र यसलाई सोर्छौँ। यो साह्रै धेर फोहोर थियो र अघिल्लो हप्ता 133 पल्टको शनिबार चाहिँ हामीले बुढा सुब्बामा सरसफाइ गरेको थियौँ। र बुढा सुब्बा भनेको धरानको एउटा धार्मिक केन्द्र हो, पवित्र धार्मिक स्थल हो, विशेष गरेर हिन्दूहरूको, राई लिम्बूहरूको। हजुर। तर आज चाहिँ धरान 8मा हुनुहुन्छ तपाईँ है? त्यो 14 नम्बरमा थियो, 8मा हुनुहुन्छ आज। हजुर। हमेसा यो सरसफाइ अभियान चाहिँ 19मा चल्छ होइन? हजुर, 19ले नेतृत्व गरिरहेछ। विभिन्न ठाउँमा गर्छौँ हामी। र आज चाहिँ हामी यो कब्रिस्तानलाई फोकस गरेर यो सरसफाइ गर्न खोजेको हो। यहाँ पवित्र आत्माहरू हुन्छन् होइन, उहाँहरूको कबर छ, कब्रिस्तान छ, देखिरहनु भएको छ। र यो ठाउँमा अगाडि यसरी फोहोर चाहिँ हुँदाखेरि अलिकति यसको सरसफाइ कम भएको हो महसुस भयो मलाई। र आज चाहिँ यो बिहान 8 बजीदेखिको यो पहिला चाहिँ यो जङ्गल फाँड्यौँ हामीले। फाँडिसकेको जङ्गल यो? हजुर। झोड फालेको जङ्गल नभन, झोड फालेको। झोड। यो झोड सफा गरिसकेपछि अब यो चाहिँ अब हामी सफा गर्छौँ। यो सडकको कुहिएको पातहरू चाहिँ हामी सफा गर्छौँ। यहाँ यो एकदमै धरानको मुस्लिमहरूको ऐतिहासिक पञ्चायत कालदेखिको कब्रिस्तान हो। तपाईँलाई यो कब्रिस्तानको बारेमा के थाहा छ? होइन, यस्तो हो, यो राजा महेन्द्रकै बेलामा अब यहाँ जति बेला धरानमा यातायातको सुविधा थिएन, मान्छेहरू हिँडेर आउँथे, बैलगाडीमा आउँथे र धरान चाहिँ एउटा व्यापारिक केन्द्र थियो। र व्यापार गर्ने क्रममा व्यापारको सिलसिलामा चाहिँ बाहिरबाट मुस्लिमहरू आएर यहाँ आबाद भए धेरै अगाडि। र आबाद भइसके पछाडि उनीहरूको स्वर्गत गर्ने ठाउँ, उनीहरूको मृत्यु भइसके पछाडि कहाँ लगेर दफन कफन गर्ने ठाउँ भने पछाडि त्यति बेलाका पञ्चायत कालकै बेलामा यो स्थान नगर पञ्चायतले, त्यति बेला नगर पञ्चायत भन्थ्यो, नगर पञ्चायतले छुट्याइदिएको मुसलमानहरूको लागि यता, बौद्धिस्टहरूको लागि उता पर छ। होइन, बौद्धिस्टहरूको लागि त्यहाँनिर छ होइन, उता मगरहरूको लागि रहेछ, राई लिम्बूहरूको लागि पर, राईहरूको लागि अलिक पर, लिम्बूहरूको लागि लिम्बू समाधिस्थल भनेर त्यहाँ छ, तर व्यवस्थित गरिएको छैन। अनि यहाँ यतापट्टि चाहिँ बुद्धहरूको अलिक पर भयो, त्यसपछि पल्लो छेउमा मगरहरूको, त्यसपछि वरतिर चाहिँ तामाङ गुरुङहरूको त्यहाँ बुद्धको भयो, त्यस पछाडि चाहिँ यहाँनिर ठ्याक्कै यहाँ मुस्लिमहरूको छ। यो मुस्लिमहरूको हामी बोलिरहेछौँ। अलिक परतिर चाहिँ यलम्बर पार्क भन्यो, त्यो पनि राईहरू र अथवा लिम्बूहरूको पनि भनेर भन्छ। त्यसदेखि उता लिम्बू समाधि छ, त्यसदेखि उता राईको छ, यसरी छ। र यो कब्रिस्तान एउटा बिचमा छ। र यो 3 ढुङ्गेमा यो कलबट, यो पुल भत्किएको कारणले गर्दा यतापट्टि छ, मान्छेलाई आवाज जावत गर्न निकै कठिनाइ परेको छ। अब यहाँ सद्गत गर्नलाई पनि घुमेर आउनुपर्छ। अब यो पुल हिजो अस्ति हाम्रो कुलमान घिसिङज्यू भौतिक मन्त्रालयमा हुँदाखेरि, भौतिक योजना मन्त्रालयमा हुँदाखेरि उहाँले चाहिँ प्राथमिकतामा राखिदिन्छु भनेर वचन गरेर जानुभएको थियो। र अब अहिलेको हाम्रो सांसद 1 नम्बर क्षेत्रको हाम्रो हर्क साङपाङजीले पनि प्राथमिकतामा राख्नु भएको कुरा सुनेको छु। र यो पुल बन्नु जरुरी छ, जसले गर्दाखेरि यहाँ चिहानमा लासहरू लिएर आउनलाई र यताबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानलाई एम्बुलेन्सहरूलाई धेरै नजिक पर्छ। 3 कुनेबाट स्वाट्टै हस्पिटलमा निस्किन्छ। अनि यो बाटो चाहिँ अति व्यस्तै बाटो हो। र यो पुलको कारणले गर्दा, पुल भत्किएको कारणले गर्दाखेरि अभर परेको छ मान्छेहरूलाई। र यो ठाउँ फोहोर देखेको कारणले गर्दाखेरि आज यो पवित्र स्थान हो, यो पनि मुस्लिमहरूको लागि, अरू जातहरूको लागि पनि पवित्र स्थान हो। र यो कब्रिस्तान एरिया पनि सफासुग्घर हुनुपर्छ। तपाईँ त हिजो अस्ति गएर हेरेर आउनु भएको छ, भैस्ती मकबराहरू कति राम्रो थियो। पन्जाबमा रहेको, त्यो कादियानमा भएको म हेरेको छु। त्यो त्यति व्यवस्थित थियो त्यहाँको होइन, त्यो व्यवस्थित देखेर यहाँ पनि यो पनि मुस्लिमहरूको चाहिँ यहाँको कब्रिस्तान कस्तो छ त, चाहिँ चिहानको चाहिँ समाधिको व्यवस्थापन कसरी गरेको छ त भन्ने हामीले एउटा पहिलो कुरा अन्तर्धार्मिक सरसफाइ भयो एउटा यो होइन। अर्को कुरा चाहिँ
समाधि स्थलहरू मुस्लिमहरूले पन्जाबको कार्दियानमा त्यस्तो व्यवस्थित गरेको छ, यहाँ कस्तो गरेको छ त? यहाँ पनि राम्रै छ। यहाँ पनि भनेर हामीले यहाँनिर यसो हेर्न पनि आएको थियौँ। अगाडि यहाँ सरसफाइ फोहोरै फोहोर पनि रहेछ यी यसरी अगाडितिर, त्यसले गर्दा यो चाहिँ सरसफाइ गर्नु, यो सरसफाइ गर्नुपर्छ भनेर एकचोटि आएर सबै मुस्लिम दाजुभाइहरूले सरसफाइ गरिदिँदाखेरि राम्रो। र सरसफाइ एउटा इमानको हिस्सा पनि हो। सरसफाइ हुनु राम्रो पनि हो र सरसफाइ भयो भनेदेखि रमणीय त्यो इमानको हिस्सा भन्दै हुन्छ, त्यो भनेको के हो? प्रश्न नेपालीमा प्रश्न पारिदिउँ त। इमानको हिस्सा के भने तपाईँ कतिको इमानदार मान्छे हुनुहुन्छ, कतिको सत्मार्गी हुनुहुन्छ, कतिको तपाईँ आध्यात्मिक अवस्थामा तपाईँ कतिको अगाडि बढ्नु भएको छ, तपाईँ कतिको ईश्वरवादी हुनुहुन्छ, ईश्वरमा आस्था कतिको राख्नुहुन्छ, ती सबै कुराहरूको संयुक्त रूपमा भन्दाखेरि इमान धर्मको कुरा गर्छौँ हामी, विश्वासको कुरा गर्छौँ हामी, मोमिनको कुरा गर्छौँ। मोमिन भनेको एकदमै ईश्वरमाथि आस्था राख्ने हो, एकेश्वरवादमा विश्वास गर्ने हो। र त्यो मोमिनहरूको लागि चाहिँ, मोमिन बन्नको लागि एउटा क्राइटेरिया चाहिँ सरसफाइ हो। सरसफाइ, वातावरणीय सरसफाइ, व्यक्तिगत सरसफाइ, घरको सरसफाइ, वातावरणीय सरसफाइ, यिनीहरू भयो भनेदेखि चाहिँ हामी इमानदार रहेछौँ मान्छे, हामी चाहिँ सन्मार्गमा हिँड्ने मान्छे रहेछौँ, सत्मार्गमा हिँड्ने मान्छे रहेछौँ भन्ने कुरा चाहिँ एउटा क्राइटेरिया चाहिँ यो पनि हो। त्यो भनेको इमानको हिसाब भनेको इमानदारिताको हिसाब भन्नु खोज्नु भएको छ हैन? हजुर हो। यहाँ चाहिँ अब हामी त बुझ्छौँ, तर तपाईँलाई हेर्ने तपाईँ यो अडियन्सहरू जसमा दर्शकवृन्दहरू श्रोताहरूले त इमानको हिस्सा भन्नुहुन्छ, बुझ्नुहुन्न कि भनेर मैले प्रश्न खोजेको। इमान भनेको सरसफाइ अभियानको दौडानमा छौँ
खड्ग मगर बिचमा हुनुहुन्छ, तल्लो छेउमा ज्ञानराज तामाङ हुनुहुन्छ, माथिल्लो छेउमा चाहिँ हाम्रो मोहम्मद इस्माइल हुनुहुन्छ। उहाँहरू सरसफाइ अभियानका हस्तीहरू हुनुहुन्छ। कहिलेकाहीँ ढिलो चाँडो हुनु स्वाभाविक छ, नियत चाहिँ ढिलो आउने गर्नु हुँदैन भन्ने मेरो तपाईँहरूलाई सुझाव पनि छ। मेरो आफै त्यो मान्यता छ, त्यो दृष्टिकोण छ। त्यसो भएको कारणले अहिले हाम्रो हिमाली सामुदायिक वनमा हामीले सरसफाइ गऱ्यौँ। त्यसमा मुस्लिमहरूको कब्रस्तान अगाडि हामीले गर्नुको कारण के पनि थियो भने संयोगले त्यो वातावरण बन्यो। हामीले गत शनिबार चाहिँ बुढासुब्बा सामुदायिक भवनमा होइन धाममा हामीले सरसफाइ गरेका थियौँ। त्यसमा तपाईँहरूकै उपस्थिति थियो। अहमदिया मुस्लिम जमातको केन्द्रीय चाहिँ उपाध्यक्ष, यहाँ हाम्रो सरसफाइका संयोजक चाहिँ जनस्वास्थ्यका नेपाल सरकारका पूर्व जनस्वास्थ्य अधिकृत भनेर मैले भन्छु, उहाँलाई हाइलाइट गर्नु जरुरत छ। उहाँ चाहिँ जुझारु हुनुहुन्छ। आज हाम्रो टिमले त्यहाँ सरसफाइ गर्दाखेरि 5-7 जना चाहिँ हिमाली सामुदायिक वनका साथीहरू पनि हुनुहुन्थ्यो। त्यसमा हाम्रो खड्ग मगर थोरै आज ढिलो आउनुभयो। त्यसको मतलब उहाँ व्यस्त हुनुहुन्थ्यो। उहाँको जुन तरिकाको सहभागिता हामीले यहाँनिर जनाउन खोजिरहेका छौँ। तपाईँहरू सबैलाई हामीले घाम पानी होस्, हाम्रो सरसफाइ अभियान जारी रहन्छ। हामीलाई समस्या परोस्, हाम्रो सरसफाइ अभियान जारी रहन्छ। हामीलाई चाडपर्व परोस्, त्यसले पनि छेक्दैन। हामीलाई चुनाव परोस्, त्यसले पनि छेक्दैन। आज हाम्रो 134औं हप्ताको सरसफाइ अभियान होइन त? त्यसो भएको कारणले हामीले यो सरसफाइ अभियान लगातार जारी राख्नेछौँ। सबै चाहिँ आउनुपर्छ भन्ने होइन, तर हामीले चाहिँ 5-7 जना 10 जना एभरेजमा हाम्रो साथीहरू हुन् भन्ने हाम्रो चाहना छ। कहिले हामी बौद्ध गुम्बामा गर्नेछौँ, कहिले हामी माङहिममा गर्नेछौँ, कहिले हामी चाहिँ मुस्लिमहरूको मस्जिदमा गर्नेछौँ, कहिले भानुचोकमा गर्नेछौँ, कहिले बुढासुब्बामा गर्नेछौँ, कहिले क्याम्प गेट अगाडि गर्नेछौँ, कहिले हरियाली पार्कमा गर्नेछौँ। त्यति मात्र होइन, कहिले हामी श्रम संस्कृति पार्कमा आवश्यक पऱ्यो भने त्यहाँ पनि गएर सरसफाइ गर्नेछौँ। सङ्ख्याको हिसाबबाट हामी 5-7 जना हुँला, तर यो म्यासेज चाहिँ ठुलो छ। किनभने हामीले टाढा टाढाबाट, कोही 14 नम्बरबाट, कोही 11 नम्बरबाट, कोही 19 नम्बरबाट, कोही 8 नम्बरबाट, कोही 17 नम्बरबाट, विभिन्न ठाउँबाट हामीले सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ। विशेष गरेर यसको लागि महत्त्वपूर्ण भूमिका खेल्नुहुने पूर्व जनस्वास्थ्य अधिकृत मोहम्मद इस्माइल, उहाँ अहमदिया मुस्लिम जमातको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ। त्यसै गरी जिम्मेवार सरसफाइ अभियन्ता खड्ग मगर, त्यस्तै गरी ज्ञानराज तामाङ, तपाईँहरू 3 जना विशेष गरेर लगातार खटिराख्नु भएको छ। म त बेला बेला अनुपस्थित भए पनि तपाईँहरू माझ म आइ नै रहेको छु। यति मात्र नभएर हाम्रो साथमा चाहिँ सन्त तेम्बे, हाम्रो साथमा ललित लिम्बू, नरु राई, हाम्रो साथमा तारा चेम्जोङ, प्रतिमा लामादेखि लिएर हामी 10औं चाहिँ सदस्य होइन, 20औं सदस्यभन्दा ज्यादा 30औं सदस्यमा हामी छौँ। सबै हामी सहभागी हुँदैनौँ, तर यो 4-5 जना चाहिँ हामी लगातार सहभागी हुन्छौँ। र हामीले गरेका कामहरूमा रामधुनी 7 रानी पोखरी एरिया भान्सी पोखरी जाने बाटोमा 10 बिघा जग्गामा धान उत्पादन, कृषि उत्पादनसँग जोडिने काम पनि गरेका छौँ। त्यो दोस्रो वर्षमा यो पाल प्रवेश हुँदैछ। त्यति मात्र होइन, चाहिँ हामीले मदन भण्डारी राजमार्गको चाहिँ स्तर उन्नति अहिले यही कालोपत्रे भएको छ। धुलो हुँदादेखि हामीले यसलाई स्तर उन्नति गर्नका लागि भूमिका खेलेको कुरा अरू सङ्घ संस्थाहरूले पनि खेलेका थिए, तर हामीले निर्णायक भूमिका खेलेका थियौँ भन्न हामी दाबी गर्न चाहन्छौँ। त्यति मात्र होइन, हामीले यो यहाँदेखि ठ्याक्कै उता जाँदाखेरि चाहिँ मदन भण्डारी राजमार्गको चाहिँ त्यसको नोकले छुन्छ चाहिँ बिपी कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट खोल्नको लागि हामीले धेरै महत्त्वपूर्ण भूमिका खेलेको कुरा, हामीले मुद्दा पनि खेपेको कुरा, हाम्रो आर्थिक क्षति, मानसिक क्षति भएको कुरा, हामीले यो चाहिँ बाटो खोल्न, गेट खोल्न हामीले पहल गरेको कुरा पनि हामी सम्झन्छौँ। यद्यपि हामीले त्यो खोल्न चाहिँ सकेका छैनौँ, यो कुरा मैले राख्न चाहेँ। अर्को कुरा चाहिँ विद्युत प्राधिकरण धरान शाखाको सहयोगमा हामीले चाहिँ 30देखि 40देखि पनि 60-70 भन्दा ज्यादा विद्युत पोलहरू हामीले यो धरान 19 को आवश्यक ठाउँमा प्रतिस्थापन गरेका छौँ। त्यसमा हामीले यही पनि गरेका थियौँ। यो हाम्रो चाहिँ सिर्जना मार्गमा अलिक पर हामीले चाहिँ मुना सुन्दर मार्गमा 2टा पोल, अलिक मुना मन्दरमा पनि गरेका थियौँ, अनन्त बस्ती पनि गरेका थियौँ। त्यो गैरीगाउँ टोलमा पनि यतातिर पर्छ, त्यहाँ पनि गरेका थियौँ। त्यति मात्र होइन, यो चाहिँ ठ्याक्कै हामीले यो हरियाली चोक त्यहाँबाट रामधुनी छुने बाटो, त्यसमा हामीले भर्खरै पनि चाहिँ 50-60 टिपर धरान उपमहानगरपालिकाको सहयोगमा, आयन्द्र विक्रम बेगा कार्यवाहक मेयरको सहयोगमा हामीले
भर्खरै हामीले 8-10 दिन अगाडि मात्र हामीले 50-60 टिपरभन्दा ज्यादा मिसगिटी लाएर रुलर लगाइसकेका छौँ। लिम्बू च्यान भनेर यतातिर पर्छ, त्यहाँ हामीले 100 टिपरभन्दा ज्यादा चाहिँ हामीले मिसगिटी लगाएका छौँ। त्यो चाहिँ हाम्रो तत्कालीन मेयर हर्क साम्पाङ र उपमेयर आयेन्द्र विक्रम बेगाको सहयोग रह्यो त्यहाँ। त्यति मात्र होइन, हामीले चाहिँ मिसगिटीहरू बाटोहरू स्तरोन्नति गर्नको लागि जस्तै यो सिर्जना मार्गमा यतापट्टितिर पर्छ यहाँनिर, त्यहाँ हामीले 8-10 टिपर यहाँ पनि हाल्यौँ। त्यति मात्र होइन, मुनसुन्दर मार्ग पनि हामीले हाल्यौँ। त्यति मात्र होइन, हामीले चाहिँ कटअप वाल चाहिँ घुम्ती टोलमा हामीले निर्माण गऱ्यौँ। त्यति मात्र होइन, हामीले चाहिँ आवश्यक ठाउँहरूमा विभिन्न चाहिँ जनस्वास्थ्य जनताका चाहिँ जनतालाई अप्ठ्यारो पर्यो भने हामीले आवाज उठाउँदैछौँ। 3 ढङ्गेमा हामीले त्यो पुल छिट्टो बन्नुपर्छ भनेर हाम्रो मोहम्मद इस्माइल, ज्ञानराज तामाङ, त्यस्तै गरी चाहिँ खड्ग मगर लगायत हाम्रो टिमले, सन्त तेम्बे लगायतको हाम्रो टिमले त्यहाँनिर आवाज उठायो। मिडियाहरू बोलाएर त्यहाँ ध्यान आकर्षण पनि गराएका छौँ, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकारलाई। त्यति मात्र होइन, हामीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका विकृति विसङ्गतिहरूलाई अन्त्य गर्नको लागि हामीले त्यहाँ विभिन्न टाइममा गएर त्यहाँनिर सिटी स्क्यान मेसिन बिग्रँदा आवाज उठायौँ, एमआरआई मेसिन बिग्रिँदा आवाज उठायौँ। त्यहाँनिर चाहिँ वृद्धहरूलाई चाहिँ ज्येष्ठ नागरिकहरूलाई लाइन उभ्याइयो भनेर लाइन उभ्याएर चाहिँ बिपीले स्वास्थ्य दियो, जनतालाई चाहिँ निःशुल्क स्वास्थ्य दिनुपर्ने कुरामा त्यहाँनिर चाहिँ तक्लिफ दियो, शास्ति दियो, अप्ठ्यारो बनायो भनेर हामीले त्यहाँनिर आवाजहरू पनि उठाएका छौँ। यस्ता विविध कामहरू हामीले गरिरहेका छौँ। यसै सन्दर्भमा आज 134 हप्ताको सरसफाइ अभियानमा मोहम्मद इस्माइल, ज्ञानराज तामाङ, खड्ग मगर हामी यसरी सहभागी भएका छौँ। धन्यवाद, नमस्कार।